किन तल्लोपट्टिबाट निस्किएको हुन्थ्यो नि घरबाट सबै तार झऱ्यो भन्ने मेरे दादा खाने ओहो हाम्रो गलीमा यो घरको छेउमा पोल राख्ने नि राम्रो ठिक होइन है बाबु अर्को छोडिदिनु अलि बिस्तारै भएर जानुहोस् है हेरेर यहाँ अहिले डेन्जर भइरहेछ त्यो पनि काठको पोल हो है यतापट्टिको त्यो काठको पोल होइन त ठुलो भयो अहिलेसम्म हेर्नु न फोन पनि गर्दाखेरि पनि आइपुगेको छैन क्या आउनु भयो कस्तो बल्दर हेर्नु त कस्तो बोलेको त्यत्रो जाओले के हुने गाडीको एकैछिनमा सक्यो त भएन त यो पानीले हुन्छ त ढिलो भइसक्यो आगो अनि अब चाहिँ अलिअलि कम भयो है अहिले चाहिँ अलिक कम भयो बाइक पनि क्याट यो मान्छेले सास लिएर बाइक कुदाइ गएर मान्छे पनि राम्रो घाँसको तारहरू सबै दमका लायो भने हुन्थ्यो क्या अनि यो होला दमकल समकल न्युज आएपछि आउला भोलि बिहानतिर यहाँ मान्छे मरिसक्यो कहाँको नेट हो यति नै हो दमकल बोलाउनु पर्छ सबै यहाँ पनि छैन क्या के फोटो आउँदै हो फोन त गरे हो दमकलले अघि नै बोलाएको हो नेपालको सोसियल यस्तै हो नेपालले ढिलो हो क्या आयो भने त्यस्तो क्षति हुन्थेन नि त सबै सिधाइहाल्छ नि अब त्यतिमा त जाने यतिमा त ठुलो आगो पनि हो नि खासै गर्ला दमकल पनि अहिलेसम्म त्यहाँ बस्ने यो बाटो रोक्नु पऱ्यो क्या यो बाइक साइक सबै गाडीहरू सबै रोक्नु पऱ्यो क्या यो बाटो चाहिँ यो त यति गर्दाखेरि फर्केर त्यहीँबाट जानुपर्छ कि बाटो यत्रो छ त उतापट्टि पनि बनाउने लथालिङ छोडिदिन्छ